हेलो गाइज, गुड मर्निङ, नमस्ते साझालो। आज चाहिँ म कोदाको रोटी घिउसँग र टमाटरको चटनी है, टिमुर र लसुन डल्ले खुर्सानी राखेर सिलौटोमा पिनेको चटनी है। यो कोदाको रोटी चाहिँ मेरो आमाले बनाउनु भएको, मलाई असाध्यै मनपर्छ क्या कोदाको रोटी। मेरो आज मर्निङको खाजा। तपाईँहरूलाई नि मनपर्छ भने आउनु खानु ल। मेरो भिडियोलाई मन परेमा लाइक, सब्सक्राइब, सेयर, कमेन्ट गरिदिनु होला है। थ्याङ्क यू। म चाहिँ खाएँ ल। कस्तो मिठो। घिउ र चटनी मिक्स गर्यो भने यति मिठो हुन्छ। कोदाको रोटी मनपर्ने जतिले मेरो भिडियोलाई लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्ने होला है। थ्याङ्क यू।